तपाईँ पनि धेरै कुरा सिक्नुभयो होला, बदमासी गर्नुभयो होला, क्लास फल गर्नुभयो होला, घरबाट ड्रेसमा आएर बाटोमा कतै डुब्नु भएको होला, धेरै कुराहरू होला। त्यसै कुरा बिते धेरै कुराहरू सिक्नुभयो होला। आज खास गरी BCA 8औं सेमेस्टर उपस्थित सम्पूर्ण र प्रमुख केन्द्रबिन्दुको रूपमा रहेका विधायक हुन लागेको BCA का विद्यार्थीहरू र यसै क्रममा यहाँ उपस्थित BCA, BBA र BBS का वेलकम प्रोग्राममा सहभागी रहेका विद्यार्थी सम्पूर्ण पत्रकार मोडल खबरका सम्पूर्ण पत्रकारजीहरू मा सबभन्दा पहिला न्यानो अभिवादन टक्राउन चाहन्छु। यो सबभन्दा पहिला हामी फेयरवेलमा जाउँ। आज विदाई हुन लागेको विद्यार्थीहरूलाई धेरै कुराहरू भन्न त नलागेको छैन, तर केही कुराहरू राख्नु जस्तो लाग्यो। सबभन्दा पहिला तपाईँहरूको उज्जवल भविष्यको उत्तरोत्तर प्रगतिको लागि माँ जानकीसँग कामना गर्दछौँ र तपाईहरुको भविष्य मलाई त लाग्छ प्रत्येक व्यक्तिले आफ्नो भविष्य आफै लेख्ने। म यसमा चाहिँ पूर्ण विश्वास छु र यदि यो ठाउँमा आएर यदि म सफल व्यक्ति हो भने त मलाई त लाग्छ पहिला आफैलाई मनमा लाग्नु पर्यो। कुनै डाउट छैन, कम्पेयर होला, इन्टेलिजेन्ट होला, तर आजको यो ठाउँमा मैले पनि 60 वर्षको उमेरमा लागिरहँदा म आफ्नो ठाउँमा सन्तुष्ट छु। म आफैलाई सफल व्यक्तिको रूपमा ठान्दछु। के मानेमा ठान्दछु? सफल व्यक्ति कसरी भए जस्तो लाग्छ त त्यो तपाईहरुले आउँदैछ। त्यसका आधारहरू खुसी भन्ने किताब पनि आउँदैछ। संजोगले आज विमोचन भएन, आजै हुन्थ्यो। त्यसमा धेरै कुराहरू प्रष्ट रूपमा तपाईले हेर्नुहुन्छ र म आफ्नो अनुभवलाई तपाईहरुसँग शेयर गर्दा म एउटै कुरा भन्छु, ज्योतिषले तपाईको भाग्य बताउने होइन, स्वयं ब्रह्मा विष्णु महेश आएर पनि तपाईको प्रगति छेक्न सक्दैन। तपाईले आफ्नो भविष्य कोर्नको लागि तयार हुनुहुन्छ भने कसैले तपाईलाई रोक्न सक्दैन। ती ब्रह्मा विष्णु महेश देवी देवताले पनि आएर तपाईले सघाउने साथ नमागे पनि सघाउने काम गर्छन्। किन यो संसार बनाउने ठेक्का त्यही देवी देवताहरू र आफै आएर बनाउन सक्दैन। त्यसकारण त्यो देवता रूपी भाव प्रत्येक व्यक्तिमा प्रवेश हुन्छ र सत्कर्म गर्नेलाई, सेवा रूपी काम गर्नेलाई मात्र प्रवेश गरेर उनीहरूले गराउने हुन् जस्तो मैले विश्वास लिएको छु। त्यसकारण हाम्रो भक्तिमा यति शक्ति हुनुपर्छ कि हामीलाई देवताले बिगार्ने होइन, हामीलाई सघाउने काममा जहिले पनि लागिरहेको हुन्छ, यति विश्वास लिएर हिँड्नुपर्छ। र ज्योतिषमा त कुनै छैन। हात त म पनि साढे उमेरमा खुब देखाउँथेँ, 10-20 रुपियाँ भयो कि त्यसलाई चाहिँ दिइहाल्थेँ। धेरैले धेरै कुरा भन्थ्यो। म आफ्नै कुरा गर्दाखेरि मलाई त विदेश यात्रा छैन, आज पनि म खुब सेयर गर्छु, हाँसो लाग्थ्यो। तपाईको भाग्य रेखा छैन भन्छ, हेर्नुहोस् त, मेरै भाग्य रेखा छैन भन्छ।
म 9 क्लासमा पढ्दा पनि म ज्योतिषलाई खुब देखाउँथेँ क्या। भाग्यरेखा छैन, विदेश यात्रा छैन, भाग्यरेखा त पछि हेर्न पाएको, तर मैले कहिले यसलाई विश्वास गरेँ। यो ज्योतिषको कुरा म झुटो ठड्याइदिन्छु, झुटो बनाइदिन्छु भन्ने आँट लिएर दिन्थेँ। तर फेरि म ज्योतिष कहाँ म गइहालेँ। आज पनि हात देखाउने मान्छेहरूसँग मेरो सम्पर्क छ। आज पनि हेर्छु यसो के कमेन्ट गर्दैछ, म वर्षमा 2-4 हजार रुपियाँ कहिले पनि दिने गरेको छु। यसो के कुराहरू छ त यो सुनौ न। बडा मजाले हाम्रो घरमा त धेरैले, मेरा घरका त परिवारहरूले सायद देवी देवताले नै यो 10 उहाँले कलेज बनाइदिएको जस्तो विश्वास पनि छ मेरो घरमा पनि। तर म स्पष्ट भन्न चाहन्छु, ती देवी देवताको हातमा पनि कुनै शक्ति छैन। यदि शक्ति छ भने आफै आउँछन् र म भित्र प्रवेश गर्छ। किन म कर्मरूपी मान्छे हो। मैले संसार बनाउन आएको सेवामूलक व्यवसाय पनि गरेका छौँ र संसारलाई हेर्ने सेवात्मक भावले आएको मान्छेमा ती देवी देवतालाई उपाय नै छैन। त्यो हामी भित्र प्रवेश गर्नै पर्छ र हामी सत्कर्ममा लागिराख्यो भने हामीको भावनाहरू पोजिटिभ हुन्छ नै। तपाईँहरूलाई म के भन्छु भने मसँग कहिले पनि विकारले काम नगर्नुहोस्। म पनि धनीबाट आएको, सामान्य परिवारबाट आएको। हामीले कलेज खोल्दा घरबाट हामीले पैसा दिने अवस्था मलाई पनि थिएन। 1 रुपियाँ पनि मैले घरबाट ल्याएको छैन। र आज यो 10 महले कलेजलाई हेर्दाखेरि मान्छेले विश्वास पनि हुँदैन। तर सत्य यही हो, तपाईँको मनमा सपना कति सानो छ, तपाईँको मनमा के कुराहरू खेलिरहेको छ, तपाईँ त्याग के गर्न चाहनुहुन्छ, इच्छा तपाईँको के हो, लडाई कति ठुलो तपाईँ गर्दै जानुहुन्छ, त्यसको अनुसारले तयारी गर्न तपाईँलाई थाहा छ। बिहेबारीको भोजमा जाँदा कस्तो ठाउँमा छ र कसको बिहे हो त्यो अनुसारको कपडा लगाउनु तपाईँलाई थाहा छ। तर तपाईँले यो पनि थाहा गर्नुपर्छ कि तपाईँको गोल के हो, कति ठुलो, कति कमाउने, कुन ठाउँमा बस्ने तपाईँको इच्छा छ, तपाईँले मर्यादा सम्मान कस्तो पाउने इच्छा छ, मनमा कति खेलिरहेको छ। यो सपना ठुलो पार्नुहोस् र धेरै ठुलो मान्छेसँग यो मान्छे धेरै डराउनु पनि काम छैन। तपाईँ अनेस्ट हुनुहुन्छ, तपाईँ ड्युटीफुल हुनुहुन्छ भनेपछि तपाईँसँग प्याज पनि छ। तपाईँ यो कामलाई निरन्तर गर्ने मान्छे हो। तपाईँले संसारको कुनै पनि ठुलो मान्छेसँग आफूलाई सब झुकाएर लतारिएर कुरा गर्ने जरुरी पनि छैन। र यस्ता मान्छे, स्वाभिमानी मान्छेलाई घमण्डी पनि भन्ने गरेको हुन्छ। तर घमण्डमा र स्वाभिमानमा फरक पनि तपाईँहरूले राम्रैसँग बुझ्नु भएको होला। जसले जे बुझोस्, तपाईँ स्वाभिमानी भन्नुहोस्, तपाईँ आफ्नो काम इमान्दारीपूर्वक निरन्तर गर्नुहोस्, ध्यान राख्नुहोस्, तपाईँको आफ्नो उद्देश्य पुरा हुन्छ। तपाईँ भोलि कामको सिलसिलामा जाँदा मलाई त तर एउटा कुरा अझ म थपिदिन्छु, तपाईँको बुवा आमाले ब्याचलर पढाइदिनु, पुरानो सिलेबस हेर्ने हो भने 1 टाकाको सिलेबसमा तपाईँले मास्टर डिग्रीको विद्यार्थी पास भइसकेको विद्यार्थी हो। ब्याचलर 2 इयर्सको मात्रै हुन्थ्यो, मास्टर 2 इयर्स हुन्थ्यो। त्योलाई हेर्ने हो भने तपाईँहरू मास्टर्स गरिसकेको हुनुपर्ने बेला गइसकेको छ। 4th इयर जब सिद्धवदेखि लाग्यो। त्यस कारण म के भन्छु, 4 वर्ष तपाईँले पढाइदियो। नेपालको कानुनले पनि तपाईँको जुनसुकै ठाउँमा यो विश्वविद्यालयको प्राध्यापन पेसा बाहेक हरेक पेसाको लागि, हरेक पदको लागि तपाईँ चाहिँ इलिजिबल हुनुहुन्छ। अब तपाईँले बुझ्नुहोस्, र सानोभन्दा सानो काम म जहिले पनि भन्छु, लाज प्रगतिको बाधक हो। तपाईँलाई सिक्न लाज लाग्छ,
काम गर्न लाज लाग्छ भने तपाईँको प्रगति कसैले पनि होइन बनाउन चाहिँ सक्नै सक्दैन। कुनै देवी देवतालाई जे पुरा सम्पत्ति नै दान गरिदिए पनि त्यसलाई देवताले सक्दैन। लाज प्रगतिको बाधा, लाज हटाउनुहोस् र कर्म गर्न तयार बस्नुहोस्। जब तपाईँ समर्पित भावले काम गर्नुहुन्छ तपाईँको भोक हराउँछ। परीक्षाको बेलामा भोलि इन्जाम छ भने निद्रा लाग्छ, भोक लाग्छ, साथीसँग भेट गर्न मन लाग्छ, सिनेमा हेर्न मन लाग्छ, बिहे बारीमा जान मन लाग्छ। किन लाग्दैन? एक दिन पहिला, 4 दिन पहिला किन लाग्दैन? तपाईको प्रत्येक दिन यस्तै बित्नुपर्छ टार्गेट लिएर। अहिले मान्छेले धेरैले ईर्षा गर्छ, भाग्य मलाई गयो, म त भाग्य नमान्ने मान्छेमाथि थुपार्छ भाग। मैले कर्म गरेर यहाँ आएको लेखेको। तपाईँ पनि आफ्नो भाग्यलाई लेख्नको लागि तपाईँले भोक त्याग्नु पर्यो कि परेन? 18 वर्ष मैले कुनै बिमारी हुँदैन, 18 वर्ष मैले कलेजमा खाना खाएँ, शनिबार पाएँ, ब्लड प्रेसर पाएँ, केही बिमारी भएन। त्यो त धेरैलाई भएको छ। मेरै समकक्षी साथीहरू बुढे भइसके जस्तो लाग्छ। अहिले पनि मलाई ठिकै जस्तो लाग्छ। मलाई फिल हुन्छ काम गर्ने मान्छे चाँडै बिरामी पनि हुँदैन, सम्मान पनि आउँछ, पैसा पनि आउँछ। अब थोरै खायो भने त पैसा पनि बच्छ होला। त्यसकारण म के भन्न चाहन्छु, आमा बुवालाई नसराप्नुहोस्, गाउँलाई नसराप्नुहोस्। ब्याचलरसम्म पढाइ दिएको हो, योभन्दा बढी के हुन सक्छ? अब तपाईँभित्र के छ अब देखाउने बेला आएको छ। यो कुरा कसैसँग नसुन्नुहोस्, असफल व्यक्तिसँग सत्सङ्ग नगर्नुहोस्। कसैले खालि कुरा मात्रै गर्ने हुन्छ व्यक्ति, गर्यो केही हुँदैन। बरु कुरा कम गर्ने र सफल व्यक्तिलाई उस ठाउँमा 10 मिनट टाइम बिताउनुहोस्। यो असफल व्यक्तिहरूसँग आफ्नै परिवारमा, आफ्नै घरमा मान्छे छ भने थोरै समय बिताउनुहोस्, नत्र तिमीसँग यो हुन सक्दैन भन्छ। भन्न सक्ने भाव पनि दुईटा छ। हामी बढ्नेलाई होइन साइकोलजिकल घर छ, एप्रोप्रिएट नेम के हुनुपर्ने हो? घट्ने। त्यो साइज त घट्दै जान्छ नि, त्यो बढ्ने। तर घट्ने भन्दैन, बढ्ने भन्छौँ। बाबु आमाले पनि सराप्छन्, तो घरबाट भाइहाल, मरिहाल, मुखै नदेखाऊ। त्यसको अर्थ के हो भने जसरी पनि तिमी बाँच, तिमी मेरो लागि बाँच, म तिमीलाई राम्रो हेर्न चाहन्छु। त्यो बढ्ने र घट्नेको नाउँ जस्तै त्यहाँ छ। बुवा आमाले पनि सरापेको होइन। बुवा आमाको त्यो भाषा क्रोधको भाषा हुन्छ। कति चाँडो मेरो छोरो आफ्नो खुट्टामा उभिन्छ, सम्मानित जिन्दगी बिताउँछ, अनि म निफिक्र भएर शान्त भएर पनि मर्न पाऊँ, मर्ने बेलामा पनि शान्तिपूर्वक मर्न पाऊँ भन्ने इच्छा राख्छ। त्यसकारण छोराछोरीहरूको रिस हुन्छ। त्यो बढ्नेलाई घट्ने हुनुपर्ने ठाउँमा बढ्ने भएको हो। त्यसकारण गाली गरेको पनि नसुन्नुहोस्, बुवा आमालाई नसराप्नुहोस्। तपाईँले यहाँसम्म ल्याइदिएको तपाईँले आफूलाई धन्य ठान्नुहोस्, बुवा आमालाई, त्यो ठाउँलाई। अरू कुरा आफ्नो लक्ष्यलाई तपाईँले भन्छ त कसैले लक्ष्य नबताउनु, तर म के भन्छु, लक्ष्यलाई तपाईँले केलाउनु पर्यो, इन्टरेक्सन गर्नु पर्यो। आफ्नै साथीसँग होइन, एक्सपर्ट खोज्नु पर्यो। हामी के गर्छौँ? आफ्नै साथीभाइसँग कुरा गर्छौँ, जति कुरा भयो त्यसैलाई हामी मान्छौँ, त्यसैबाट निष्कर्ष निकाल्छौँ। त्यसकारण म एउटा कुरा आग्रह गर्छु, तपाईँहरूले जुन उद्देश्य लिनुहुन्छ त्यो म्याक्सिमम कुन फिल्डमा जाने हो, कहाँ जाने हो, म्याक्सिमम इन्टरेक्सन गरेर एउटा चाहिँ ठोस एउटा नीति बनाउनुहोस्। र त्यसपछि यो खाना खाएन त्यसमा यति समर्पित भावले लाग्नुहोस् कि तपाईँलाई भोक पनि थोरै लागोस्, निन्द्रा पनि थोरै लागोस्। तपाईँको कपडा के लगाएको हो योसँग सम्पर्क होस्, त्यति चाहिँ मतलब नहोस्। तपाईँको उद्देश्य चाहिँ पक्का पक्की पुरा हुन्छ। यो चाहिँ तपाईँहरूलाई विशेष रूपमा अब जुन बेला म जनकपुर प्रवेश गरेँ त्यो बेला मैले डराएर भागेको भए। त्यो बेलामा विज्ञान अध्ययन केन्द्रका संस्थापक
एकदमै अति नै धनी मान्छे मेरो गुरु धुम्सा क्याम्पसमा विश्वराज सर रामप्रसाद राई सर मेरो गुरु उहाँको संलग्नता बाट सञ्चालित र म एउटा 33 वर्षको केटो जसमा जोस मात्रै उहाँलाई फिल हुन्थ्यो मैले डराएको भए के हुन्थ्यो आज कसैले भन्छ आज जुनसुकै ठाउँमा भए पनि जनकपुरसँग होइन म धनुषा र विज्ञानको कुरा गर्दिनँ जुनसुकै ठाउँमा होस् नेपालको जुनसुकै ठाउँमा जानुहोस् तपाईँको फाउन्डर यो बोलेको कुराबाट 1 इन्च पछि हट्दैन भन्ने देशभरि मानिन्छ कसैले तपाईँको मोडलबाट पास गरेको हुँ भनेपछि तपाईँको फाउन्डरले बोलेको कुरा फेर छ अथवा तपाईँको संस्था यस्तो छ भन्न पाउँदैन हो थाहा छ जनकपुरलाई चिनाउने जानकी मन्दिर हो भने प्राइभेट एजुकेसनमा चिनाउने क्याम्पसको रूपमा आज मोडल भएको छ अब कसैले रिसले भन्नुहोस् न नभन्नुहोस् त्यस्तो मलाई सरकार पनि छैन अझ तपाईँहरूलाई खुसीको कुरा भन्दैछु पढ्न आउनेछ अहिले जुन 5औं गएर जाँदै यो परीक्षा दिएर फेरवेल लिँदै हुनुहुन्छ विद्यार्थीहरू तिनीहरूलाई म विशेष रूपले के भन्छु तपाईँहरूका ठुलो त्रुटि भएको छ हामीले गर्न सकेनौँ जति पनि गरेका छौँ प्रयास गरेकै हो निरन्तर प्रत्येक वर्ष तपाईँहरूलाई म्याक्सिमम फेसिलिटीबाट लग्ने कुरा आँट गरेकै हो हाम्रो क्षमता त्यति थियो आजको समयमा जुन अहिले भर्ना भएका विद्यार्थीहरू छन् तिनीहरू पक्कै पनि धेरै हदसम्म वेल इक्विप्ड वेल फेसिलिटेड इन्स्टिच्युटमा तपाईँ पढ्दै हुनुहुन्छ यो पनि पक्का पनि छ र आज पनि हाम्रो तपाईँहरूलाई जानकारी गराउँ यही मङ्सिरमा मार्केटिङ पनि गरिहालौँ म्यानेजमेन्टको विद्यार्थी त होइन म्यानेजमेन्ट गर्दा गर्दै बिए एलएलबी तपाईँको सम्भवतः यसै वर्ष आउँदो महिनाको आज कति 30 गते हो यही महिनाको 17-18 गते भित्रमा यदि जानकी माताले फेरि पनि भन्दैछु आफ्नो भविष्य आफ्नो धेरै गरेका कुराहरू देउतामा थुपारिदिने अग्रजमा थुपारिदिने कमी कमजोरी आफ्नोमा राख्ने यदि त्यसले के हुन्छ धेरै कुराहरूको बेनिफिट दिन्छ पछि आफ्नो होला त्यसकारण जति पनि राम्रा कुराहरू हुन्छन् जति कुराहरू सफलताका कुरा हुन्छन् त्यो सबै हामीले देउतामाथि पार्छौँ र जति पनि कमी कमजोरी हुन्छ आफूमा दिनुपर्छ त्यस्तै त्यही क्रममा भन्छु म यदि जानकी माताको कृपा रह्यो भने र कृपालाई हामी बाँधेर राख्छौँ म यस्तो व्यक्ति कृपा रह्यो भने यही वर्षमा बिएलएलबी प्रोग्राम यही महिनाबाट मोडल क्याम्पसमा 3:30 बजे साँझदेखि सञ्चालित हुनेछ त्यसको वार्ता के हो भने 4 बजे 5 बजे पछि वकिलहरू फुर्सदमा हुन्छन् न्यायाधीशहरू फुर्सदमा हुन्छन् र हामी शिक्षक राम्रो शिक्षकहरू पाउन सजिलो हुन्छ भनेर पनि भने सायद मेरो कुरा झुटो नहोला यसै वर्ष लागू हुने सम्भावना छ फेरि यसैलाई प्रमाणीकरणको रूपमा सरले भन्नुभयो आशावादी त्यही जानकी मातामाथि थुपार दिएछु कि धेरै कुरालाई उल्टो त्यति मात्र होइन बिआइटी प्रोग्राम पनि सम्भावना छ तर यस वर्ष चल्दैन अझ पनि कम्प्युटर आइटी सेक्टरसँग जुडेका विद्यार्थीहरूलाई र सरहरूलाई कम्प्युटर इन्जिनियरिङ समेत पनि नेक्स्ट इयर नै आउँदैछ सिभिल इन्जिनियरिङ समेत सिभिल कम्प्युटर र बिआइटी पनि आउँदैछ भनेपछि हामी निरन्तर शिक्षा क्षेत्रमा अगाडि बढ्ने प्रयास गर्दैछौँ यदि सरकारले अलिकति खुक्लो गर्यो भने हामी विश्वविद्यालय बनाउन पनि त्यसमा पूर्वाधार जति कुरा चाहिन्छ त्यसमा पनि हामी अगाडि गइसकेका छौँ यदि यो प्रदेशमा एउटै पनि विश्वविद्यालय दियो भने मोडल जतिको पूर्वाधार कुनै पनि संस्थाको हुँदैन 5 बिघा जमिन पाएको छ हामीले कोलाबोरेसनमा लगभग 13 बिघा जमिन सेलेक्ट गरिसकेका छौँ हामी विश्वविद्यालयसम्म पनि आँट गर्ने कोसिस गर्छौँ त्यसकारण हामी जति पनि कमी कमजोरी भएकोलाई त्यसलाई क्षमायाचना माग्दै र भविष्यमा एक हामीले आफूले
हामीसँग भएको कमी कमजोरीहरूलाई हामी सुधारेर अगाडि बढ्छौँ नै यो विश्वास पनि दिलाउँछौँ र पास आउट अहिले फेयरवेल दिएर गइरहेका विद्यार्थीहरूले पनि फिल गरिरहेका होला। यो हाम्रो सन्देश सरले भन्नुभयो ठ्याक्कै क्राइसिसको बेलामा खुलेको थियो र मोडल क्याम्पसको रफ्तार कहिले पनि रुकेन र हामी यतिसम्म फेसिलिटी बनाएका छौँ। अहिलेको फेसिलिटी त कस्तो छ भने फिजिक्स ल्याब देशमा योभन्दा राम्रो कुनै पनि कलेजमा छैन, सरकारी समेत छ। केमिस्ट्री ल्याब योभन्दा राम्रो हुनै सक्दैन, बायोलोजी ल्याब योभन्दा राम्रो छैन देशमै। यो कलेज त्यो कलेज नाम नबताऊ, काठमाडौँ हेरेपछि तिमीहरू डराउँछौ, तर जनसुकै फाउन्डर अरबपति खरबपति भएको फाउन्डरलाई पनि वीरेन्द्र शाह भनेपछि उसको भुइँचालो लाग्छ, ऊ हल्लिन्छ। म हल्लिँदैन, आजदेखि मैले जमाना दिएँ, म हल्लिएको छैन, उनीहरू हल्लिएको छ। त्यसकारण धेरै यस्ता कुराहरू अहिले हाम्रो धेरैहरू कुराहरू मिलेको छ। हुनसक्छ तपाईँहरूलाई थाहा नहोला, तपाईँहरूले काठमाडौँ पढ्न जाँदा, बाहिर पढ्न जाँदा एकचोटि धेरै ठुलो फाउन्डरहरूलाई भावे जस्तो लाग्छ होला। यो देशकै अग्रणी भूमिका त्यसलाई पनि मोडल र वीरेन्द्र भनेर टेस्ट गर्नु। तपाईँहरूलाई यति म इज्जत दिएको सम्मान, तपाईँको फाउन्डर, तपाईँको शिक्षक, तपाईँले अनुशासन, संस्कार र हामीले गुणस्तरीय शिक्षाको पनि हामी कुरा गरिरहेका छौँ। हामी 55 सालमा नि खोल्दाखेरि अनुशासित वातावरणमा संस्कार समेतको गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता भनेर हामी नारा दिएका थियौँ र आज पनि अडिग छौँ, बिर्सेको छैन, रहिरहनेछ। त्यसकारण तपाईँहरूलाई यो कलेजको बारेमा भयो, फेयरवेल पनि लिएका विद्यार्थीहरूमा जुन आज टिचरहरूले अघि नै सरले भन्नुभएको थियो गाली गरे होला, मेरो बानी पनि छ। र बानी भनेको कुम्हारको जस्तो, यदि कुम्हारले माटोलाई डिजाइन निकाल्न चाहन्छ भने त्यसले थरी ठाउँमा दबाउनै पर्छ। हामी पनि कुनै पैसा दिने विद्यार्थीमाथि हामीले रिस पोख्नु कुनै आधार हुन्छ? यति बेकुब त पक्कै पनि म छैन। हजारौँको पैसा दिने विद्यार्थीमाथि हामी किन गाली गर्छौँ? गाली गर्ने आधारै छैन। तर के गर्ने? अनुशासित कसरी बनाउने? हामीले गुणस्तरीय शिक्षा जुन भन्छौँ हामी, क्वालिटी एजुकेसन कसरी हामीले प्रोभाइड गर्ने, कसरी त्यसको रिसिभर कसरी ठिक पार्ने, यो सारा कुराहरू छ जुरेको। त्यसकारण हामीले जानिएनकन कसरी लाग्छ भने त्यसमा समाजमा मोडल परिवारको तर्फबाट हामी गर्छौँ, म व्यक्तिगत रूपमा पनि गर्छु, तर हाम्रो इन्टेन्सन त्यो होइन। त्यसमा चाहिँ यो कुरामा अहिले पनि नयाँ जुन विद्यार्थीहरू आउनु भएको छ पढ्नलाई, त्यो पक्कापक्की यो व्यवहार हाम्रो रहिरहन्छ। हामी तपाईँलाई यो दुश्मनीको हिसाबले होइन, गाली गर्न दिएको होइन, हामीले तपाईँले बनाउनै खोजेका हुन्छौँ। अब धेरैचोटि टङ्सिली पनि हुन्छ, कुनै बेला हुन्छ होला, तर त्यो चाहिँ कुरा हामी त्यसलाई चाहिँ सिरियसली नलिनुपर्ने हो र लिनु पनि हुँदैन। र कुम्हारले जस्तै त्यो माटो दबाएर डिजाइन निकालेर यो बनाउँछन् भाँडा बर्तनहरू, त्यस्तै हामी बनाउने गर्छौँ, हामी सबैको लागि गर्छौँ। यति त्यो कुराहरू छ। अब तपाईँहरूले यो मैले भन्दाखेरि म के भन्छु, 4 वर्ष पढ्ने विद्यार्थी अहिले जुन आएका विद्यार्थीहरू छन्, 4 वर्ष तपाईँहरूले यदि कस्तो कपडा लगाए, कस्तो खाना खाए, त्यो भन्छ कतिजना विद्यार्थी भने म खाना सर मेरो ढिलो भयो पकाउनु। अब त्यो दिन खानै खाएन भने के हुन्छ? उपास मानेर जान सकिँदैन। म त आफ्नो जीवनमा धेरैचोटि यस्तो भयो कि खानै खान पाइएन। आजै यो सोमबार हो, आजै यो आइतबार बनाइहालेपछि के फरक पर्छ? अनि त्यो खाना खानलाई जानको लागि मतलब खाना खान पाइएन, खाना पकाउन सकिएन, त्यसकारण क्याम्पस छोडिदिने। पानीमा भिजेर मैले आफ्नो ड्युटी गर्दाखेरि कतिले हेऱ्यो होला, साथीहरूलाई सोध्नु, मलाई पानी परेको थाहै हुन्थ्यो, किन कपडा भिज्छ भने सुकिहाल्छ। तर म टाइममा मेरो
केला खाने र रोटी खाने पानी चाहिँ यसै कारणले बसेको। त्यसकारण तपाईँहरूले पनि भन्छु, 4 वर्ष तपाईँहरूले के कपडा लगाउनुहुन्छ, के खानुहुन्छ, त्यो चाहिँ छोडिदिनुहोस्। तपाईँहरूले आउने विद्यार्थीहरू आफ्नो सपना पुरा गर्नको लागि म 4 वर्षपछि होइन कि 10 वर्षपछि तपाईँको साथीहरू भेट्दा तिमी कहाँ छौ अहिले र के गर्दैछौ, 2टा क्वेसन सोध्छ, सोध्दैन? आज मेरो भाइले मलाई भन्यो कि मेरो साथी होइन अहिले के गर्दैछौ भन्छु कि कहाँ छौ भन्छु, कुन भनेको कुन पोस्टमा छौ, के छौ, कुन अवस्थामा छौ, त्यति बेला तिमी कस्तो कपडा लगाउँथ्यौ भनेर कसैले स्मरण गर्छ, के खान्थ्यो, होटलमा कतिचोटि जान्थ्यो स्मरण गर्छ। त म एउटै अझ पनि म तपाईँहरूलाई विनम्र आग्रह गर्छु, यसलाई मनन गर्नुहोस्। तपाईँहरूले आज के कपडा लगाउनु हो, के खानु हो, कति मजाले बस्नु हो, यो सरकारको विषय रहने छैन। 10 वर्षपछि तपाईँहरूलाई तपाईँको साथी भेट्दा के गर्दैछौ, कहाँ छौ, यो 2टा क्वेसनको जवाबले तपाईँहरूलाई सन्तुष्टि दिन्छ। त्यसको लागि अहिले खाने नखाने भन्ने खोजेको होइन, यो सारा कुराहरूलाई त्याग्नु होला। जसरी जति त्याग्न सक्नुहुन्छ त्याग्नै त्यो डाइरेक्टली प्रोपोर्सनल हुन्छ तपाईँको एचिभमेन्टको, तपाईँको प्राप्तिको। गाउँघरमा पनि भनिन्छ बबुल रोपेर आम खाने आशा नगर्नुहोस्, कुरा सत्य हो, त्यही हो। त्यसकारण म अहिले पनि भन्छु र फेरि पनि भन्दैछु, म लाज प्रगतिको बाधक छ, सिक्न अप्ठ्यारो नमान्नु होला। नयाँ विद्यार्थीहरूले अनुशासन मेन्टेन गरिदिनु होला। तपाईँहरूलाई कुनै अप्ठ्यारो भयो भने हाम्रो सरलाई भन्नुहोस् र हामी त्यो कुरालाई सधैँ स्वीकार गरेर अगाडि बढ्छौँ। कसरी त्यो हुन्छ स्टाफलाई भन्नुहोस्, स्टाफले टेरेन हामीलाई भन्नुहोस्, होइन हामी त्यो कुरा सुन्छौँ। तर कहिलेकाहीँ हामी बसमा पनि समाधान तुरन्तै हुँदैन। यो सरले पढाएको ठिक छैन भन्न त सजिलो भयो, तर हामीसँग यो सहरमा विकल्प छैन भने हामी के गर्छौँ, त्यसको तलासमा त जान्छौँ, त टाइम लाग्न सक्छ, तर केही कुराहरू चाहिने हुन सक्छ। यति भन्दै यो कलेजको विद्यार्थीको लाई हामीले कुनै पनि हालतमा नेग्लेक्ट गर्दैनौँ। किन गर्दैनौँ भने जुन ठाउँमा आज म गाडी चढ्छु त्यही विद्यार्थीको कारणले हो, जस्तो सम्मान पाइरहेको छु त्यही विद्यार्थीको कारणले हो भनेपछि र आज जुन अवस्थामा विद्यार्थीहरू आइरहेका छन् ती पास आउट विद्यार्थी र पास आउट यो पहिलाको गार्जियनहरू अभिभावकहरू कारणले हो। ती विद्यार्थीहरूले रोक दिएको भए आज मोडल यो अवस्थामा आउने थिएन। त पक्कै पनि हामी धनी छौँ, हाम्रा इन्भेस्टरहरू छन्, जति विद्यार्थीहरू जान्छन् ती सबै इन्भेस्टरहरू हाम्रो रिप्रेजेन्ट गर्छन् र हाम्रो कलेजमा विद्यार्थी पठाउने गर्छन्। त्यो देशमा भए पनि विदेशमा भए पनि त निश्चित रूपमा हामी गौरवान्वित छौँ र यस्ता हाम्रो आगोको यो विद्यार्थीहरूले पनि यो फर्स्ट टाइम यो बिसिएको पहिलो ब्याचमा हामी चलाउन सकेनौँ, दोस्रो ब्याचको त्रिभुवन विश्वविद्यालयको तपाईँहरू ब्याच हुनुहुन्छ। निश्चित रूपमा यो सिलेबस पनि राम्रैसँग डिजाइन गरेको छ र यो विद्यार्थीको यो फेयरवेल भइरहेको छ र यो विद्यार्थीहरू पनि हाम्रो यो दूतमा हाम्रो मोडल दूतमा को सङ्ख्या बढेर गएको छ र मोडल क्याम्पस निश्चित रूपमा भविष्यमा अझ राम्रो हुने जानेछ। त्यसका आधार मेरा पूर्व विद्यार्थी र पूर्व गार्जियन हुन् र यति भन्दै म आफू 2 शब्द चाहिँ यही विराम दिन चाहन्छु। अन्तमा जय मोडेल, जय जनकपुर, जय नेपाल।